होइन तिमीले जाँदा लगेको मान्छे भनेको नि अब मैले त तपाईँसँग लिएर गएको थिइनँ कसले लिएर गएको छु तपाईँले होइन उडेछ उडेछ के हेरेको आकाशतिर होइन मेरो उडेर कहाँ पुग्छ फेरि के हेरेको भुइँतिर होइन मेरो बुद्धि तेरो फुमा परेर ढाडेर कस्तो भएन ए भगवान् यो मान्छेको त खुसिएछ खुसी छैन बाँडेको बल्लेसँग बाँडेको कहाँ बाँडेका छौ नि अब टाउमा बाँड्ने कुरा भने कमरमा बाँडेको ए कमरमा चाहिँ के बाँड्यौ त सुरुवालको इनार हिँडेछ हिँडेछ ए हो र कता हिँडेको तैँले हिँडेछ भनेपछि कता पुग्यो हिँडेर भने यसो हेरेर ल भयो जे पाए त्यो गर्नु पर्दैन बरु बा कहाँ गए भन बा खोइ कहाँ गयो मलाई थाहा भएन बिजिरहेछ भन्नुहुन्थ्यो होइन के बिजे छ फेरि बालाई अब कि कहाँ बिज्ने हो कि मान्छेको वचन बिज्ने हो कि वचन बिज्यो त कि तिमीले बालाई नमिठो भनेर तिम्रो वचन बिज्यो कि क्या हो मेरो वचन बिज्यो होइन वचन अहिले बोलिरहेको छुचुत्रीको वचन बिज्यो होइन तिमीले कसलाई छुचुन्नी भनेको तँलाई भने होइन जति बेला तँ मसँग मुखमुखी लाग्छ नि हो तेरो यही छुचुनु लु भयो धेरै कुरा नगर ग्रुपको बाला खोजेर लिएर बाला खोजेर बा त आउनेवाला छैन बाले मलाई भन्नुहुन्थ्यो हेर छोरा काँडा बिजेको झिक्न सकिन्छ तर वचन झिकेको बिजेको पटक्कै झिक्न सकिन भनौँ आउँदैनन् बा कसरी बालाई पकाएर लिएर आऊ न बुढा के जसरी भन्ने बेला मन पऱ्यो अहिले जसरी बा त आउनुहुन्न तैँले जुन रूपले चाहना राखेको थिएँ नि टक्क मैले विषय बसेर यी बुढाबाले त वृद्धाश्रममा लगेर राखिनु पाए आनन्द हुन्थ्यो पाहाडबाट छोडेको हातको भनी त्यही चाहना पुरा गर्न चाहन्छु अब त्यो त रिसको बेलामा कुन्नी कसले बेर पर्दैन भन्ने उखान सुनेकै छौ नि सुनेको छ एकदम मजाले सुनेको छ अहिले देश चलाउने नेताले यस्ता उखान भनियो कानै दिदो भइसक्यो अब के भन्ने बेला भनिहाले म आफै गरेर लिएर रिसको बेला भनिहाले बुढा जाऊ न बाला पकाएर लिएर बा मान्नुहुन्न अब उहाँले भनेपछि भन्यो भने मैले भनेर ढुङ्गा हानेको के आँखा देखिनँ त्यति बेला विचार गर्नु पर्थ्यो बा त आउनुहुन्न मरै आउनु साँच्चै बा आउनुहुन्न बा आउनुहुन्न म त हेर छोरा अब बिजिहाल्यो म हिँडेँ तँलाई म भाटा लिन आएछ आउने फेरि त्यो बुहारी आयो भने त्यसले राम्रोसँग मन फर्काएर मलाई सम्झाइ बुझाइ गऱ्यो भने म आउँछु होइन भने मेरो घर नगर भन्नुभएको छ बाले आउनुहुन्न बा तेरो वचन यहाँ सुन तेरो वचनले बालाई वृद्धाश्रमसम्म पुर्यायो मलाई भट्टीसम्म पुर्यायो कि यार रिल्याक्स हान्नको जिन्दगी अब त्यसको बेलामा भनिहाले अब मैले माफी माग्ने सारा समाज यहीँ छन् बुवालाई फर्काएर लिएर आउनु म माफी माग्छु मेरो गल्ती स्वीकार छु नि तैँले यो बुद्धि त्यति बेलै फिरेको भए तेरो बा लुरु अहिले वृद्धाश्रममा यसो गरेर घर परिवारको बाटो हेरेर भन्नै पर्दैन ठिकै छ ठिकै भए पनि तेरो बुद्धि तेरो भैरोमा घाम लाग्यो अब तैँले चाहना गरिस् अहिले बा आएपछि माफी चाहिँ तैँले माग्नुपर्छ आउँछ नआउँदैन आफ्नो ठाउँमा छ पर्खेर चाहिँ बसिरहेको पर्खेर बस्छ बाला लिएर आउँछ पर्खेर बस्छ ए भगवान् यस्तो गल्ती त जानी नजानी कसैले पनि नगरौँ छोरी चेली बुहारीले कहिले यो गल्ती नगर्नु मैले त गरिहालेँ आउनु यो बुहारी छुचुत्रीले केही भन्छ र यो अनि बुढा कति छिटो ल्याउनु भयो त बुवालाई अब बाला छिटै मैले त तेरो मन विचार गर्नलाई के गरिदिरहेछस् भनेर बाला वृद्धाश्रममा गएर राखेँ होइन माथिल्लो घरको काकाको घरमा गएर राखेँ म पनि छोरो हो क्या सिधै बाला वृद्धाश्रममा गएर कसरी हाल्न सक्छु तेरो मन विचार गर्नलाई अबदेखि
माफी बुवा मलाई माफ गरिदिनु जानी नजानी हजुरलाई मैले कति मिठा शब्द प्रयोग गरेर तपाईँको चित्त दुखाएँ अब जानेर पनि नजानेर पनि यो गल्ती दोहोऱ्याउँदिनँ मलाई माफ गरिदिनु है बुवा बोल्न दिए त्यहाँ कहिल्यै नराम्रो वचन प्रयोग नगर्नु राम्रोसँग सुन्ने राम्रो राम्रो आदर गर्नु राम्रो सम्मान गर्नु हो तिमीहरू बुढाबुढी पनि राम्रो मिलेर व्यवहार गर्नु कामोट नगर्नु राम्रो व्यवहार चलाउनु हात मागिहाल्यौ भइगयो आजदेखि तिमीलाई माफ हो तर आज उपरान्त मेरो अर्थी मान्नु है राम्रो गरेर बस्नु ल हस् बुवा अब तपाईँलाई म सँगै राखेर हजुरको सेवा गरेर स्याहार सुसार गरेर हजुरलाई खुसी बनाएर राख्छु है एउटा कुरो अझै पाए एकछिन यहाँ भन्नुहोस् घरका बाल बच्चा र वृद्ध बाआमाहरू भगवान्का रूप हुन् राम्रोसँग स्याहार सुसार गरे भने जिन्दगीभर आशीर्वाद पाइरहेछ अर्को कुरा कान खोलेर सुन तँ माइत जाँदा आफ्नो बाबुआमालाई जुन रूपले स्याहार सुसार गर्थेस् छोरी भनेर घरमा बुहारी आउँदा बाबुआमालाई पनि मेरो बाबुआमा जस्तो हो भनेर स्याहार सुसार गर म पाला भोला ल्याउने भोला